वेलकम ब्याक टु माई मिनी ब्लग। आज म फेरि पनि तपाईँहरूको सामु नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। आज चाहिँ मेरो नानी भएको चाहिँ ठ्याक्कै 2 महिना पुरा भयो। आज चाहिँ 11 गते, त्यही भएर पनि मैले आज भिडियो बनाएको छु साथीहरू। अन्तिमसम्म हेरिदिनु होला र मेरो नानीलाई धेरै धेरै आशिष दिनु होला साथीहरू। र मैले घरमा चाहिँ नयाँ चिज लिएर आएको छु, हेर्नु होला है साथीहरू। कमेन्ट गर्नु होला कस्तो छ, कस्तो लाग्यो भन्नु होला है साथीहरू। हेर्नु होला कस्तो छ, राम्रो नराम्रो कमेन्ट गर्नु होला साथीहरू। अहिले चाहिँ मेरो नानी मस्त सुतिरहेको छ है, रातभरि सुत्दैन अनि बिहान पख सुत्छ के हो। अब चाहिँ म अलिअलि कपडा भिजाउँछु साथीहरू। बिहानको ओछ्यान पनि पट्टाएको थिएन, त्यही भएर अलिअलि सफा गरेँ मैले। अहिले चाहिँ म भाँडा माझ्दैछु साथीहरू। अघि खाना खाएर चाहिँ भाँडामा त्यतिकै छाडिदिएको थिएँ किनभने नानी ठ्याक्कै उठेको थियो, उसले सु गरेको रहेछ अनि ऊ बिउजिएको थियो कि। म चाहिँ बिहान छिट्टै खाना खान्छु, नानी बिहान चाहिँ सुत्छ, रातभरि सुत्न मान्दैन अनि बिहान पख चाहिँ सुत्छ कि ऊ। त्यही भएर त्यही मौकामा म चाहिँ खाना खान्छु। अनि आज चाहिँ खाना खाँदा ठ्याक्कै ऊ बिउज्यो अनि खाना खाने बेलामा बच्चाहरूलाई लियो भने चाहिँ सधैँ त्यही पानी बस्छ अरे कि, उनीहरूले ठ्याक्कै थाहा पाउँछ अरे खाना खाने टाइम। त्यही भएर म कहिले नि लिँदिनँ कि नानीलाई। अब यो कुरा कतिको सत्य छ है त्यो त थाहा भएन। अब पहिलाको बुढापाकाले भन्ने कुरा, खाना खाने बेलामा लियो भने चाहिँ जहिले पनि खाना खाएको थाहा हुन्छ अरे कि उनीहरूलाई, अनि खाना खाने बेलामा ठ्याक्कै बिउजिन्छ अरे कि उनीहरू। त्यही भएर म उसलाई जति रोयो पनि लिँदिनँ कि। अनि छिटो खाना खाएर बरु भाँडा त्यतिकै राखेर म नानीलाई सुताउनु गएको थिएँ। भाँडा चाहिँ धेरै छैन साथीहरू, किनकि म एक्लै छु नि त बिहान खाना खाने। त्यही भएर मैले खाएको भाँडा मात्रै माझिरहेको छु मैले। भाँडा चाहिँ रेडी भयो साथीहरू, भाँडा माझिसकेँ। अब म फेसवास गर्छु, ब्रस गर्छु है त साथीहरू। अहिले चाहिँ म फेसवास गरेर ब्रस गरेर सकिसकेँ है त। बाहिरको नजारा हेरौँ है त, आज एकदमै घमाइलो दिन भएको छ। हेर्नु होला साथीहरू, घाम कतिको छ यता, घाम चरर छ। अब आँगन चाहिँ यस्तो भएको छ, हेर्नु होला घाँसै घाँस। बाख्रा चराउन ल्याउनु होला यहाँ तपाईँहरूको, भरे चाहिँ पानी पर्छ। अब अहिले यस्तो चर्केको छ घाम साथीहरू। घाम यस्तो चर्को लागिरहेको छ है। अनि चाहिँ कपडा धोएर आइसकेँ। कपडा हेर्नु कति छ, यत्रो छ। यहाँ पनि छ बाँकी कपडा धोएको चाहिँ, अनि यता पनि छ। अब म यता सुकाउँछु, यहाँ नानीको कपडा सुकिसकेछ। हेर्नु होला घाम कति चर्केको छ, घामले डढेर मर्नु भयो साथीहरू। यस्तो चर्को घाममा कपडा धोएको है, डढेर धुमधाम कालो मान्छे झनै कालो भइसकेको छ साथीहरू। म चाहिँ कपडा सुकाउनतर्फ लागिरहेको छु। यो गलैँचा चाहिँ मैले धोएको होइन, राति भिजेको हो कि। राति एकदम ठुलो पानी परेको थियो अनि मैले चाहिँ गर्मी भएको भएर झ्याल खुल्लै राख्दै थिएँ अनि भुलेछु बन्द गर्न नै। अनि त बेसरी बासेट आएछ अनि रुमभित्र सबै पानी पानी परेर चाहिँ सबै भिजेछ। त्यही भएर मैले आज बिहान सबै सफा गरेर अनि यो पनि सुकाउन ल्याएको छु है साथीहरू। अरू कपडा चाहिँ नानीको कपडा मेरो कपडा थियो, अरू चाहिँ सबै धोएको। गलैँचा चाहिँ धोएको छैन, पानीले सबै रुजाइदिएछ। आकाशको पानीले नै धोएछ, त्यही भएर मैले धुने प्रयास गरिनँ साथीहरू। अनि दिन चाहिँ एकदमै घमाइलो रमाइलो छ है, कपडा सुक्नको लागि एकदमै राम्रो छ। तर हाम्रो लागि चाहिँ राम्रो छैन, एकदमै गर्मी छ, डढेर मर्नुपर्छ साथीहरू। गाह्रो छ के गर्नु त। अनि आज मेरो चाहिँ खासमा बेसी सहर जाने प्लान थियो कि साथीहरू, तर रातभरि पानी परेर चाहिँ खरखरीमा एकदमै ठुलो पहिरो गएछ अरे। बाटो त बन्यो होला बन्न त, तर बच्चा लिएर हिँड्न डर लाग्यो कि त्यस्तो पहिरोमा। त्यही भएर भोलि जाने भन्ने कुरा छ है। अब भोलि पनि के हुन्छ हेरौँ है त। अनि भोलि पनि भ्लग आउँछ है बेसी सहर गयो भने चाहिँ। साथीहरू कपडा रिपेयर ल्याइसकेँ मैले।
हिजो धोएको कपडा चाहिँ अब पट्याउनु पर्छ यसलाई। अझै पनि मस्त सुतिरहेछ है, रातभरि सुत्दैन अनि यस्तो निन्द्रा लाग्छ। साथीहरू अहिले चाहिँ म कपाल कोर्दैछु, लट्ठै लट्ठो छ मेरो कपालमा, फुकाउन एकदमै गाह्रो हुन्छ। साथीहरू हिजो नगएको थिएँ अनि त्यति बेलामा कपाल कोर्नै छ होला यो, अनि त यस्तो गाह्रो हुन्छ, एकदमै दुख्छ। साथीहरू हेर्नु होला, अनि आकाश हेर्नु होला साथीहरू, आकाश कति राम्रो देखेको छ, बादलै बादल, दिनभरि घाम लाग्छ, रातभरि पानी पर्छ, यस्तै छ बर्खाको बेलामा, यस्तै हुन्छ हुन त। अनि त डर लाग्छ पानी परेपछि पहिरो जान्छ भनेर, के गर्नु र। मेरो लट्ठो पनि सबै फुस्किसक्यो साथीहरू, लट्ठो फुकाल्न सफल भइसकेँ म। अनि त कपाल यसो बान्छु भनेको त रबर नै लगाउन बिर्सेछु, त्यो भएर यत्तिकै पोको पारिदिइरहेको छु साथीहरू मैले। यहाँ चाहिँ नानीलाई नुहाउने कार्यक्रम हुँदैछ। छोरी यता हेर्नु, हेलो ह्याङचेन, अब यी छोरा जस्तो पो रहेछ। नतर्से है नानी, हो ल आनन्द भयो उसलाई अहिले त। हेर्नु होला साथीहरू, मेरो 2 महिनाको छोरी यत्रो मात्रै बगिसक्यो अहिलेसम्म, कहिले ठुलो होला जस्तो लागिसक्यो आफूलाई, कहिले ठुलो हुने अब। साथीहरू म चाहिँ अहिले किन प्याज काटिरहेको छु भने आजको खाजामा चाहिँ अरू केही पनि थिएन, म त जहिले पनि खाना नै खान्छु नि त दिउँसो पनि। अनि फुपू आउनुभएको थियो, अनि फुपूलाई पनि तपाईँ नि यही खानु है, आज दिउँसो खाजाको सट्टा खाना नै खानु है भनेर भने, अनि हुन्छ नि त बनाउन त भन्नुभयो फुपूले, त्यही भएर म चाहिँ काटकुट गर्दैछु है साथीहरू। अनि ब्याकग्राउन्डमा चाहिँ मेरो छोरी रुँदैछ, नुहाउँदैछ नि त ऊ, त्यही भएर रुँदैछ ब्याकग्राउन्डमा चाहिँ। अनि साथीहरू आज चाहिँ मेरो नानी ठ्याक्कै 2 महिना पुरा भयो नि त। अनि मैले चाहिँ नानी चाहिँ पहिला जन्मिने बेला जत्रो थियो अहिले पनि त्यत्रै छ जस्तो लाग्छ कि, बढेको जस्तै लाग्दैन। 2 महिना भइसक्यो, अब टाइम त एकछिनमै जाने रहेछ नि त। 2 महिना भनेको त धेरै नै हो। अनि अब आफूले मात्रै सानो देखायो कि छोरीलाई, अरूले पनि सानो नै देखायो हो। मलाई त एकदमै अचम्म लागेको छ साथीहरू, मेरो छोरी कहिले ठुलो हुन्छ होला जस्तो फिल भइरहेछ मलाई। त्यति बेरमा गफ गर्दा गर्दै मेरो खाना पनि पाक्न लागिसक्यो साथीहरू। अब लगभग तरकारी पनि पाकिसक्यो भनौँ, सिटी पनि बज्यो, अब पाक्दैछ साथीहरू। अब चाहिँ खाना रेडी भइसकेको छ है त, मिठो नै थियो खाना, सकिसक्यो साथीहरू खाना पनि। नानी यता हेर, एन्जल दिदी बहिनी है। अनि साथीहरू आज तल घरको नानी पनि आएको थियो, बहिनी हेर्न आएको रे, ऊ चाहिँ एन्जल हो। एन्जल र मेरो नानी याङचेन चाहिँ 8 महिना जतिको मात्रै फरक छ, पछि उनीहरू चाहिँ साथी हुन्छ क्या साथीहरू। अहिले चाहिँ खेल्दै छिन् है मेरो छोरी याङचेन। हेलो याङचेन छोरी, ल ल ल रुन खोज्छ जहिले पनि, मैले बोलाएपछि रुन मात्रै खोज्छ। नाक के गरेर हेरेर पुन्टु, खेल्न खोज्छ, हेर्नु होला साथीहरू, अब खेल्ने अरे। साथीहरू अहिले चाहिँ हामीले खाना पनि खाइसक्यौँ है, खाना भने कि खाजा भन्ने है दुइटै एउटै हो। अनि नानी पनि सुतिसक्यो, उसलाई तेल लगाइदिएको थियो, आनन्द भएछ होला, उसलाई सुतिसक्यो। अनि फुपू पनि घर गइसक्नुभयो, अब म पनि एकछिन रेस्ट गर्छु, नानी सुत्यो, अब नानीसँगै सुत्नु पर्ला एकछिन। अनि आजको भिडियो चाहिँ यहीँ गर्नु पर्ला साथीहरू, र अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई। बाई बाई गाइस, टेक केयर।